हेलो गुड मर्निङ वेलकम टु माई युट्युब ब्लग गाइस फेरि पनि तपाईलाई स्वागत छ मेरो युट्युब च्यानलमा गाइस हामी चाहिँ आज चाहिँ खासमा भनेको कन्याम जानु कन्याम होइन पिकल चाहिँ त्यही भएर चाहिँ मैले रुटहरू काटिसकेँ रुट काटेर रुट पर्मिट काटेर ल्याइसकेँ हुन्छ रुट पर्मिट काटेर आइसकेँ अब यो मात्रै जोर क्लासमा चेक हुन्छ गाइस हामी चाहिँ यहाँ बहिनीलाई उपचार गराउन जान आँटेको जान सक्नुहुन्छ बहिनीलाई उपचार गराउन जान आँटेको पिकल चाहिँ होइन तपाईँहरू के हुन्छ कस्तो हुन्छ हेर्दै जानु होला मेरो ब्लग हेलो गाइस हामी अहिले कहाँ आइपुग्यौँ भन्दाखेरि अहिले हामी ठ्याक्कै जयपुर चोक आइपुग्न लाग्यौँ देख्न सक्नुहुन्छ तपाईँहरू इलाम जाँदै हुनुहुन्छ भने यो जयपुरको रोड जानु होला बुधबारे हुँदै यो बाटो राम्रो छ गाइस अब अहिले हामी बुधबारे आइपुग्यौँ देख्न सक्नुहुन्छ यो चाहिँ बुधबारे हो मिनी ब्लग होइन ठुलो ब्लग कहाँ गरे मेरो खुट्टा यस्तो छ र पनि म बोल्दैछु कृपया तपाईँहरू इलाम आउँदै हुनुहुन्छ भने अलिक ध्यानपूर्वक आउनु होला किनकि बाटो एकदमै अहिले खराब भइरहेछ बाटो बनाउने क्रम चलिरहेको छ बाटो चाहिँ एकदमै अहिले बनिरहेको अवस्था रहेछ के छ के छैन किन कहाँसम्म यात्रा हो राम्रो छ ल ठिक छ बिस्तारै आउँदै गर्नु दाजु हाम्रो बाउजू सक्नुहुन्छ होला है धरानसम्म जानु लाग्छ पछाडि छोडिरहेको बाटो चाहिँ एकदम केयरफुल भएर कुदाउनु पर्ने अवस्था बजार देख्न सक्नुहुन्छ तपाईँले बाटो बिग्रेको के बनाउँदै रहेछ त्यही भएर ढिलो भयो निशा सुब्बा देख्न सक्नुहुन्छ अब हाम्रो चाहिँ लोकल किनमा छौँ अब बहिनीलाई देख्न सक्नुहुन्छ बहिनीको लगेर जाँदैछन् म चाहिँ अटो पार्किङ गरेर ठाउँ लगेर उतापट्टि लाँदैछु अटो पार्किङ लगाएर देख्न सक्नुहुन्छ गाइस पार्किङ गरेर ठाउँ नभएर हेर्नु यहाँ माथि लिएर अब यहाँबाट ओह्रालो झर्नु पऱ्यो अब बहिनीहरू जुन सोल्टिनी
गाई जहाँ उपचार गराउँछ त्यहाँ जाँदैछ हामी गाइस, देख्न सक्नुहुन्छ तपाईँले। ओह्रालो झर्नुपर्छ, पार्किङ गर्ने ठाउँै छैन। अब यहाँ नो पार्किङमा गऱ्यो भने चिट हानिदिन्छ। गाह्रो छ है गाइस, गाह्रो छ ला मेरो लेस प्लेस है गाइस। यहाँ पिकल बजारमा छौँ हामी, पार्किङ गर्ने ठाउँ नभएर नि चाहिँ बजार छ। अनि अटो छिराउनु कसरी छिराउनु भनेर गाडी छिराउने ठाउँ छैन, त्यो बाटो नहिँड्नु चाहिँ बाटो हिँड्ने ठाउँ छैन, त्यो भएर नछिराएको क्या हामीले। गाइस बिरामी लिएर आएको हामीले, खुट्टाको बहिनीको होइन, गफ दिइरहेको छ। यही हो बिरामी, सोल्टी नि बिरामी गएन भनेको नि। गाइस अब हामीलाई अलिक हल्का भोक लाग्यो, अब हामी खाजा खाएर जाँदैछौँ। होइन भाइ, भोक लागेन? मलाई त छैन, बिहानले खाजा बनाएर दिएर खाएर आएको। यसरी हामी खाजा खान आइसक्यौँ। के खानु नि? टाउको खाने? यो चाहिँ पिक्कल बजार हो गाइस, देख्न सक्नुहुन्छ। गाइस हेर्नु, खतरा थुक्पा, पिकलको थुक्पा, चिसोमा पिक्कलको थुक्पा देख्न सक्नुहुन्छ। खाइ लगाइ भाइको पनि स्पेसल आएछ, सादा। बिहान चियामा दुईवटा दिनु हो। भाइलाई सबै थाहा छ नि तपाईँको नाम त? पोके टिम्बर होइन है, टिम्बर मात्र हो। अर्को टिम्बर हो त्यो त कहाँ खानु सकिन्छ? अर्को बोक्रे त खानु सक्दैन नि त, यो त त्यहाँबाट सिल टिम्बर भन्छ हौ। त्यहाँबाट यसरी नि गाइस आमाले भन्दै हुनुहुन्छ यहाँ सिन्नु आयुर्वेदिक औषधि भन्दै हुनुहुन्छ भाइलाई। यो त्यही भयो होइन, मलाई पनि यहाँ आइसक्यो, निस्केको छैन। निस्केको छैन अरे भाइलाई थाहा निस्काउँदा पनि हो नि। गाइस मैले जुन मान्छे बिरामी लिएर आएको थियो सोल्टिनीहरूलाई, उहाँहरूको चाहिँ अब सकेछ काम होइन। अब उहाँहरूलाई लिएर जान आँटेको, म चाहिँ अब पार्किङबाट निस्किन आँटेको, पार्किङमा छु। अनि यस्तो भएछ अनि प्याचक्कै भइसक्यो, अनि कसरी पुग्ने? को हुनुहुन्छ? त्यो हावा हालिदिनु मलाई। ए खाना खाँदै हुँदो रहेछ गाइस, देख्न सक्नुहुन्छ। यो अटोको अगाडिपट्टि हावा झ्याप्पै छैन। खाना खाँदैछन् अरे अब गाइस, हेर्नुहोस् देख्न सक्नुहुन्छ। म चाहिँ हावा यस्तो भएको छ, अब के गर्नु। यता अगाडि अगाडि चाहिँ अगाडि छ कि हामी अब पिकल के अरे कन्यामतिर लाग्यौँ। देख्न सक्नुहुन्छ तपाईँ, हावा हालिसकेर कन्यामतिर लागेछु। गाइस
गाइस हामी अब तरकारी लिन हिँडेको देखौँ। होइन पर्दैन। बस थ्याङ्क यू। होइन केही छैन केही छैन। हजुर दुईजनालाई बराबरै गर्दै भाइले चेस किन धेर छ र फाइनली गाइस हामी जोरको साइजमा छ। हामी फाइनली आइसक्यौँ अब यहाँ कलबाट